हेलो नमस्ते गाइज वेलकम टु माई न्यू भिडियो। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म बिहान उठेर स्कुलतिर जान लागेको, साथीको रुममा पुगेर हाई गर्दा साथी भने हाई गरेँ। अनि अर्को पनि आउँदै थियो, अर्कोलाई नि हाई गर भने हाई गरेँ। अनि कुरा गर्दै हिँड्दै गएको थियौँ। तिमीले मलाई सब्सक्राइब गरेन भने साथी भएर यस्तो गर्दैछौ भन्न भने मैले होइन मैले त गरेको छु भन्न भने है। अहिले लक्ष्मण हिँड्दा थियो, लक्ष्मणले गरेको छैन उसले भन्न भने ठिक छ तैँले मलाई सब्सक्राइब गरिन्छस् नि, साथी भएर यस्तो गरिस् भन्न भने। अनि हिँडिरहेको थियौँ, अगाडि गयौँ गफ गर्दै, साथीहरूको यही त हो नि हौ, इक्जामको बारेमा डिस्कस गर्दै गएको थियौँ। हल्का अगाडि पुग्यौँ, त्यहाँ ज्योति पुञ्जका भाइ बहिनीहरू रहेछन् देखाएँ है मैले। अनि हेरिरहेको थिएँ कि को रहेछ भ्लग गराउने भने थाहा हुँदैन। अब म त अब मलाई कहाँबाट सिद्धान्त अब भर्खर गराउनु लागेको होला। अनि कुरा गर्दै गर्दै स्कुलको तलतिर पुगिसक्यौँ। अनि के भन्छ आयुर्वेदिकदेखि औषध लगाउनु छ भन्न भने साँझ आएर लगाउँदा नि त भन्ने कुरा भयो। त्यसपछि सहद्र पुग्यौँ नि त। सहद्र पुगेको बेला टन्नै स्टुडेन्टहरू स्कुल जान लागेको रहेछन्। गफ गर्दै गयौँ, किन हो यो धेरै मान्छे आएको भन्नु भने फिल्डमा धेरै मान्छे आएको थियो कि अब माथि फिल्डमा पुगिसकेका थिएनौँ त हामीहरू। अनि त्यसपछि माथि गएको, ए मेरो कप पो चलिरहेको त हौ, मेरो कप चलिरहेको क्रिकेटको लागि आएछन्। अनि फिल्डमा पनि कस्तो सफा गरेको रहेछ क्या बरालेर। अनि गयौँ, बाइकहरू टन्नै आएको थिएँ। अनि किन आएको होला जस्तो लाग्यो। अनि आज प्रको मिटिङ रहेछ कि शारदा नगरपालिकाभरिको। अनि यसो हेर्दा त राम्रै देखियो क्या अरे। अनि कसले जित्छ होला जस्तो लागिरहेको थियो। यहाँ शारदा नगरपालिकाको र बागचौर नगरपालिकाको क्याम्प परिरहेको थियो आज। अनि खोइ कसले जित्छ होला भनिरहेको थियो, साथीहरूले पनि हेरिरहे। राम्रो बनाएको रहेछन्। तिमीहरू कसको सपोर्टमा भने अब हामीहरूको गाउँकै सपोर्टमा भनिरहेको थियो केटाहरूले, दर्मालीहरू केटाहरू थियो नि त। म रुखमेली परेँ है। अब म चाहिँ कसको सपोर्टमा पस्ने होला जस्तो लागिरहेको थियो। अब जसको सपोर्टमा भयो नि जित्ने हो गेम हो, जसले जित्यो नि सन्तुष्ट नै हुनुपर्छ है। अनि होइन दर्माली नै जित्छ भनिरहेको थियो केटाहरूले। स्टेज पनि बवाल गराउनु भएको रहेछ, मलाई चाहिँ राम्रै लाग्यो। बिहानै आइसक्नु भएको थियो टन्नै मान्छेहरू, हेरी राम्रो लाग्यो है। यस्तै प्रगति हुँदै जानुपर्छ। अब अन्य खेलहरूमा पनि यस्तै साथ सपोर्ट दिँदै गयो भने चाहिँ राम्रो लाग्थ्यो मलाई नि। अब अर्को साथी भेट्यो हाई गर्थ्यो भने लाइक गयो है। अनि तलतिर जाँदै थियौँ, अरू पनि स्टुडेन्ट आउँदै थियो कि जाँदै थियौँ गयौँ। तलबाट भाइहरू आएछन्, हामीहरू नै रहेछ कि फर्स्टमा आउने त्यो सुरेन्द्र आएको थियो। अनि हामीहरू थियौँ, गयौँ। अब के भन्ने हो, गयौँ एकछिन बस्यौँ। अनि क्लास नेउरा पुग्यौँ, सुरेन्द्रलाई हाई गर्दैन भने हाई गरिदियो। त्यसपछि महेशले अनि केटाहरू पनि आइसकेका थिएनन् कि आउँदै थिए बाँकी थिए। अनि त्यसपछि अर्को साथी नि आए, हाई गरे। अनि क्लासभित्र पस्यौँ। अनि पढिरहेको थिएँ, पढ्दा सरले डेभिडले फ्लाइङ किस दिए। यो किस चाहिँ उनको मायालाई अरे, कोही मायाले हेर्नुहुन्छ भने यता आएर प्रतिक्रिया देखाइदिनु होला। सबै आफ्नो तालमा थिए केटाहरू, बस्यौँ। कोहीले पढ्न लाग्थ्यो, कसैले लेख्न लाग्थ्यो। माथि गयौँ क्रिकेट हेर्नु। अनि सबै टिमहरू आज शारदा र बाक्साहरूको थियो नि त, हेर्न आइरहेको थियो केटाहरू। गयौँ, यसो माथिदेखि हेरौँ न भनेर गयौँ है। केटाहरू सबै यतै थिए। अनि फेरि सरले उता खेद्नुभयो, फिल्डमा जाऊ भन्दा गयौँ फिल्डतिर। अनि धेरै आएको थियो कि स्टुडेन्टहरू, सबैले यतै हेरिरहेको थिए। अनि कसले जित्छ होला त भनेर सबैको मनले टुक टुक गरिरहेको थियो। गयौँ हामीहरू स्टेजमा, खेलाडीहरूको नाम वाचन भइरहेको थियो है। हामी आफ्नै तालमा हेरिरहेको थियौँ, पुरा हल्ला गर्दै गएको थिए केटाहरू। शारदा नगरपालिकाका खेलाडी, हुनार खेलाडी आयो प्रवेश शाह, अनि हाई गरेर गयो। जाने बित्तिकै फिल्डतिर हेरेको त हाम्रो बाइकहरू त टन्नै थिए। अनि बाइकहरू टन्नै थिए। त्यसपछि आउनुभयो लोकेन्द्र दाई हाई गरिदिनु भने हाई गर्नुभयो। त्यसपछि केटाहरू आफ्नै तालमा थिए, खेलो हाई गर्ने जाने जिस्काउँदै थिए केटीहरूलाई। अनि एकछिन अगाडि बढ्यौँ, एकछिन त्यहीँ बस्यौँ। अनि त्यसपछि हाई भन भाइलाई भने लजाइरहेको थियो भाइ। अनि भाइ पनि लजार रहेछ नि केटीहरू जस्तो। अनि त्यसपछि घरतिर गयौँ सबैजना, हाँसिरहेको थियो केटीहरू, हाँस भने। अनि गयौँ कि अगाडि निसुसमा यहीँदेखि छुट्टिने बेला भयो नि त, बाई गइसक्यो। हामी पनि जाँदै थियौँ, गयौँ अगाडि गयौँ होइन। अनि
यिनको फेरि खतरनाक किक आउँछ क्या एकछिनमा फेरि हेर आम्बो मेरो त क्यामै फुटिसक्यो। यस्तो खतरा किक देखेर म त डराएँ भागेँ। अब छिटो भाग्छु मलाई मारिहाल्छन् भन्ने लाग्यो है। तल गएर खिचेको भिडियो छोराछोरी बोकेर स्कुल आउँदो रहेछ। बिस्तारै आएँ तलतिर आएँ, म तल सडकमा पुगिसकेको थिएँ नि त, सबै आइरहेको थियो। अनि एकछिनपछि सबै आइसकेपछि गयौँ हामीहरू नि। सुरेन्द्र यहीँदेखि जान्थ्यो नि त, सबैले आउँथे माथि केटाकेटी पछाडि अगाडि गरेर आएको थियो, छोराछोरी बोकेर आइरहेको थियो। के भन्ने आउन दिनु पऱ्यो, फेरि छोडेर जाने कुरा भएन, एकै ठाउँ जाने मान्छेहरू। अनि आएँ सुरेन्द्रलाई बाई भनिदिउँ गयो हो। हामी बेहुली नयाँ बेहुली यिनको बिहे भइसक्यो नि त। मुखै नदेखाउने रे आफ्नो बोयफ्रेन्ड बुढोलाई मात्र देखाउने रे म। अनि त्यही भएर देखाउनु त्यतिर मुख हामीहरू नहेर म अर्काकी बुढीलाई भन्यौँ। हिँडिरह्यौँ पूजा नानीको जिब्रो लाम भएर जिब्रोले त्यो बुलेट बाइकको उता साइलेन्सर छोएर एकछिन खुट्टामा जलेछ। फेरि अब जल्यो नि हाँस्नै पऱ्यो, अगाडि रुइसक्यो के भन्ने। अब केही भनेन, हाँसा भन्यो नयाँ बेहुलीलाई खाप्चो देखाउन कति कस्तो राम्रो छ भनेर देखाउँदै देखाएन। बेहुलीले खाप्चो देखाएन नि, त्यही पनि अब अर्कोले भन्छ कि फेरि अरूको लक्ष्मणले भन्छ आफूसँग पढेको केटीको बिहे भइगयो, अब हामीहरूको गर्लफ्रेन्डै छैन भनेर हाँस्छ है के। त्यसपछि घर गएँ, रोटी हालेँ, बाङ्गो रहेछ, त्यही पनि अब खाने हो होइन। मासु पकाएँ, मिठो थियो है। अनि पस्क्यो उनले भात रोटी सबै गरेर। धेरै त खाएन गाइस, भोक लागेको थियो। त्यही रोटी 15-20वटा खाइयो, भात 2-3 थाल खाइयो है। अब पेट दुखिएको थियो, अब त्यही भएर सुतेँ म त। गुड नाइट अब सबैलाई। थोरै खान्छु कि म फेरि।